चाहिँ हाम्रो अटोमेटिक ट्रान्समिसनको भल ब्लक है। यो भल ब्लकमा चाहिँ के हुन्छ, सोलनोइड हुन्छ। यो नर्मल्ली के हुन्छ, यो चाहिँ स्प्रिङ हुन्छ। नर्मल्ली यसले चाहिँ यसको बाटो ब्लक गरिदिरहेको हुन्छ। जब यो चाहिँ एक्चुएट हुन्छ, जब यो चाहिँ चल्छ नि, जुन सोलनोइडले चाहिँ एउटा प्रेसरले चाहिँ जुन स्प्रिङलाई चाहिँ कम्प्रेस गरिदिन्छ, जसले गर्दा यसको बिचको पोर्टहरू चाहिँ खुलेर अब कहाँ जानुपर्ने हो त्यहाँबाट जुन एउटा यो चाहिँ पाथ हो क्या हाम्रो एक्सकाभेटरमा हेर्ने हो भने चाहिँ त्यसको सिलिन्डर र होजहरू, त्यसमा चाहिँ सिलिन्डर होज कहीँ छैन नि, यसले नै काम गर्छ र यसले चाहिँ त्यो अटोमेटिक ट्रान्समिसनलाई चाहिँ ड्राइभ गर्छ। हाइड्रोलिक यसलाई चाहिँ प्रेस गर्छ क्या, इन्गेज डिसइन्गेज गरेर त्यस काम चाहिँ क्लच प्लेटकै काम छ, ट्रान्समिसनको काम गर्छ। अनि यो इन्गेज भएपछि यो गियरको चाहिँ रेसियो चेन्ज हुन्छ, हजुर स्पिड चेन्ज हुन्छ क्या, धेरै हुने र थोरै हुने। यसमा प्लानेटरी गियर सिस्टम हुन्छ, यहाँबाट देखिन्छ। बिचको लागि चाहिँ सन गियर भन्छ, यो तिनवटा हुन्छ कि यस्तो खालको सानो, त्यसलाई प्लानेटरी गियर भन्छ। अनि बाहिरकोलाई चाहिँ रिङ गियर भन्छ। तिनीहरूकै कम्बिनेसनले चाहिँ स्पिड चेन्ज हुन्छ कि त्यो जति स्पिड जाने अब रिङ गियरलाई घुमाउने कि सन गियरलाई घुमाउने कि प्लानेटरी गियरलाई घुमाउने भन्ने कुरा चाहिँ त्यसको ओइलको प्रेसरले यो क्लचलाई इन्गेज र डिसइन्गेज गर्छ। अनि यसमा प्रेसर चाहिँ हाम्रो एक्सिलेटरको जति प्रेसर भयो त्यो अनुसारको त्यही अनुसार छ। अनि त्यसपछि त्यो व्हिल स्पिडहरू चाहिँ मनिटर गरेर हुन्छ कि यसमा ट्रान्समिसन कन्ट्रोल युनिट भन्ने हुन्छ, त्यसले पुरै सेन्स गरेर हुन्छ। त्यो कति स्पिडमा चाहिँ अनि अब त्यो चेन्ज कुन चाहिँ सोलनेटलाई एक्टिभेट गराउने भन्ने हुन्छ, त्यही अनुसारको गियर पनि चेन्ज हुन्छ। अनि त्यही अनुसारले अब त्यसको जुन फङ्सन चेन्ज हुँदै जान्छ यसमा यो चेन्ज हो। इन्गेज डिस्इन्गेज यस्तो प्लस बाइकहरू धेरै हुन्छ, यहाँ पनि छ यो यसमा चाहिँ फ्रिक्सन र काउन्टर प्लेट हुन्छ है, अल्टरनेटली फ्रिक्सन र काउन्टर प्लेट। यो ठ्याक्कै हाम्रो बाइकमा हुन्छ नि, बाइकको जस्तै हुन्छ कि मल्टिपल डिस्क डिस्क यो काउन्टर प्लेट हो, यो चाहिँ फ्रिक्सन प्लेट एस्बेस्टस। क्लच प्लेटको हाम्रो हुन्छ नि त्यो मेटेरियल ठ्याक्कै त्यही नै मेटेरियल हो क्लच प्लेटको। यसलाई क्लच प्लेटै बुझेर यसलाई प्रेसर प्लेट बुझ्दा अनि यसमा स्लिप छ है, जुन हाम्रो म्यानुअलमा स्लिपले धकेल्छ, यसमा चाहिँ हाइड्रोलिकले धकेल्ने हो। जुन त्यहीबाट आउने तेलको प्रेसर हामीले उसमा चाहिँ म्यानुअलमा चाहिँ लिभर चलाउँदा यो स्लिप धकेलिने भयो। यसमा चाहिँ हामीले एक्सिलेटर चलाउँदा यसमा हाइड्रोलिक फ्लोको कन्ट्रोलले गर्दाखेरि चाहिँ कुन इन्गेज हुने, डिसइन्गेज हुने सबै त्यहीबाटै हुन्छ। तर यो मेन्टेनेन्स कस्टली चाहिँ यसको धेरै यो बनाउनै गाह्रो हुन्छ। बिग्रेपछि त्यसको लागि चाहिँ पुरै त्यो भ्याक्युम हुनुपर्छ कि बनाउनु कोठामा। अलिकति सानो धुलो मात्रै पस्यो भने पनि यसलाई ड्यामेज गर्ने हुन्छ, डर हुन्छ। भनेपछि रिपेयर गर्न एकदमै गाह्रो हुन्छ। तिम्रो रिपेयर गरेर एक दुई महिना चल्छ, फेरि चाहिँ प्रब्लम आइहाल्छ राम्रोसँग। भनेपछि अब एकचोटि गयो भने नर्मली रिप्लेसै गर्ने बाहिर चाहिँ भन्छ नेपालमा चाहिँ तर यही गाडीको यही मोडलको प्राइस कति पर्छ सर? यो गाडीको यही नै यो त 2.5 यो गाडी अनि ओके। अनि यसको यो चाहिँ 17 लाख यो मात्र घुम्छ, त्यसरी नै गियर रेसियो चेन्ज हुन्छ कि। ओके गियरको चाहिँ हो यो सर? यो अटोमेटिक गियर रिङ गियर भयो, यो प्लान्टर गियर भयो, सन गियर चाहिँ ठ्याक्कै यो साथमा एट्याच हुन्छ। यही साथमा हाई स्पिडमा चाहिँ सन गियर मात्रै चल्ने हो। सन गियर भनिसकेपछि हाम्रो सन भनेको यहाँ भित्र सन गियर प्लानेटरी गियर यो सनहरुको बिचमा भयो। हजुर हजुर सनको प्लानेट घुम्ने भयो। अनि यो चाहिँ रिङ गियर रिङ गियर हुन्छ। रिङमा छ। रिङ गियरले चाहिँ यस्तो गरेर राखेको हुन्छ कि प्लानेट गियरलाई इन्गेज गरेर। हजुर तपाईँहरूले आज गर्नुपर्ने के भने यो पिडियासिट भर्नु पऱ्यो, यसमा लेखेको छ के चेक गर्ने भनेर, यो सबै चेक गर्नु पऱ्यो गाडीमा है। सुरुमा यहाँ मोडल लेखेको छ, मोडल यो EMAS7 है, प्रोटोनको ब्रान्ड मोडल चाहिँ EMAS7 है। भिन नम्बर यहाँ लेखेको छ है, यहाँ तल 1 नम्बरमा के लेखेको छ यो पढ्नु, अनि कहाँ कहाँ हुनुपर्छ भिन नम्बर पनि लेखेको छ यहाँ 1 नम्बरमा, त्यो खोजेर हेर्नु। माइलेज लेख्नु, गाडीमा माइलेज अहिलेसम्म कतिको देखायो गाडी, भिन्न नम्बर र च्यासिस नम्बर एउटै हो, च्यासिस नम्बर र भिन नम्बर एउटै हो है। डिलर नेम भनेको JMPL हो है। आजको डेट लेख्नु, यो 1 नम्बर गर्नु, 2 देखि 6 सम्म गर्नु पर्दैन, तपाईँहरूले यो सफ्टवेयरबाट गर्ने हो। 2 बाट 6 सम्म गर्नु पर्दैन।
तलको यहाँ इन्सपेक्सनहरू चाहिँ अरू चाहिँ सबै गर्नु है पढेर अनि यो त पछाडि पनि गर्नु सबै पर्दैन गर्नु पऱ्यो लास्ट उयो यो लास्ट पेजको गर्दैन यो पनि डायग्नोसिस गर्ने ल गाइस टक्क लगाएर अब चाहिँ हामीले यहाँ गाडीमा के प्रब्लम छ होइन त्यो सब हामी हेरिरहेको छौँ यो गाडी चाहिँ टक्क लगाएर हामीले हेर्ने हो स्क्रैचहरू छ कि छैन भनेर टक्क लगाएर लगाइ चाहिँ गाई हुनुहुन्छ यता हाम्रो सिकाउने हाम्रो सर यहाँ हुनुहुन्छ टक्क लगाएर इन्जिनियर दाइ हाम्रो सर ठिक छ ल ल गाइस आज कलेजको लास्ट डे कलेज चाहिँ के भन्छ यसलाई ट्रेनिङ होइन सर ल सर हजुरहरूलाई धन्यवाद सबैजनालाई अब दुईजना सर त्यहाँ बसिरहनु भएको छ नम्बर 1 हाम्रो सरहरू त्यहाँ हुनुहुन्छ दुईजना सर टक्क लगाएर अब चाहिँ कोही त्यहाँ बसिरहनु भएको छ साथीहरू कोही यहाँ हुनुहुन्छ ल सर हजुरलाई के भन्नु छ भन्दै पऱ्यो भोलि राम्रोसँग एक्जाम दिने त्यति भन्दा ए हस् थ्याङ्क यू सर इक्जाम चाहिँ फेरि जिरो नम्बरै आउने हो कि जस्तो लागिरहेछ होइन त्यस्तो हार्ड राखेको छैन हामीले हजुर हस्